देशकै मुख्य ट्रेड गेटवेहरूमध्ये पर्ने यो नाकाले नेपाल भारत व्यापारलाई डाइरेक्ट बुस्ट दिन्छ। नेपालको कुल व्यापारको करिब 2/3 भारतसँगै हुन्छ र यही नाकाबाट मात्रै करिब 12-13% आयात र 25% निर्यात ह्यान्डल हुन्छ। यहाँबाट चिया, जुट, कपडा भारततिर जान्छ अनि उताबाट इन्धन र डेली एसेन्शियल्स नेपाल भित्रिन्छ। छोटकरीमा यो बर्डर होइन, नेपालको ट्रेड लाइफलाइन हो। तर यहाँ ट्विस्ट के छ भने पोलिसीले ग्राउन्ड रियालिटी म्याच नगरेपछि के हुन्छ? पहिले सोशल रिफर्म एक्ट 2033 बीएस पनि राम्रो इन्टेन्सनले ल्याइएको थियो, तर मानिसको बिहेभियरसँग नमिलेपछि रुल टिकेन, फेल भयो। अब यो कुरा जोगबनीमै सीमित छैन। काकरभिट्टा बर्डरदेखि वीरगञ्ज बर्डरसम्म, भैरवा बर्डरसम्म अहिले बर्डर एरियाजमा टेन्सन देखिन थालेको छ। कारण एउटै, डेली लाइफसँग डाइरेक्ट जोडिएको रुल्स जब सडनली चेन्ज हुन्छन्, असर सिधै जनतामा पर्छ। बर्डरले इकोनोमी चलाउँछ, तर पोलिसी चलाउने कि रोक्ने त्यो ग्राउन्डमा बस्ने मानिसहरूले डिसाइड गर्छन्।